नमस्कार सम्पूर्णमा। आज चाहिँ म साउथ कोरियाको हाङथाङ रिभरबाट साकुरा अर्थात् पहेँलको फुलको केही तस्बिर अथवा भिडियो ल्याउने जमर्को गरिरहेको छु। यहाँ चाहिँ जहिले पनि यो अप्रिलको फर्स्ट विकतिर चाहिँ यो साकुरा अर्थात् पहेँलको फुल फुल्ने प्रख्यात छ। यहाँ यो चाहिँ पर्यटकीय स्थल अथवा पर्यटकहरूको एकदम एउटा महत्त्वपूर्ण गन्तव्य भनेर पनि मानिन्छ यो साउथ कोरियाको। यति वर्षौँनी चाहिँ बाह्य पर्यटक र आन्तरिक पर्यटकहरू आएर यहाँ मनोरञ्जन लिने, यहाँ विभिन्न साकुरा फुलहरूको अवलोकन गर्ने, साथसाथै यहाँ हाङथाङ भन्ने यहाँ खोलाबाट पानी जाँच अथवा सानसानो डुङ्गाहरू चढेर खोलाको अथवा यहाँको एउटा प्रसिद्ध हाङथाङ रिभरको चाहिँ अवलोकन गर्ने पनि गर्दछन्। त्यसैले आज म पनि फुर्सदको समयमा हाङथाङबाट केही सानो भिडियो क्लिप बनाउने जमर्को गरेको छु। त्यो हाङथाङ चाहिँ यहाँ साउथ कोरियाको राजधानी क्यापिटल सिटी सौलबाट नजिकै पर्छ र यहाँ आउनलाई चाहिँ पब्लिक ट्रान्सपोर्टेसनहरू पनि एकदम सहज रूपमा पाउन सकिन्छ। अर्थात् यहाँ योङसनबाट कोरियन वुन लगभग 7-8 हजारमा यहाँ कस्तो गर्नु ल्याइदिन्छ। यो विशेष कोरियाको एकदम महत्त्व पर्यटकको लागि महत्त्वपूर्ण एउटा गन्तव्य स्थल हो यो। एकदम राम्रो छ। साकुरा फुल हेर्न चाहिँ एकदम मान्छेहरू रुचाउने विदेशी अथवा स्वदेशीहरू आएर यसो यहाँको अवलोकन गर्ने गर्दछन्। एकदम राम्रो प्रख्यात ठाउँ हो यो साउथ कोरियाको। यो एकदम वसन्त ऋतुमा आएर क्याम्पिङ गर्ने, बेलुका यहाँ यसो बस्ने, रमाइलो गर्ने, दिनमा खोलाको किनारमा घुम्ने, यहाँ क्याम्पिङ गरेर बस्ने, खाने गर्दछन्। यो चाहिँ एकदम कोरियाको विशेष पर्यटकीय स्थल भनेर चाहिँ चिनिन्छ। यहाँ विभिन्न इभेन्टहरू गर्छन् समय समयमा। राम्रो लाग्छ यो ठाउँ मलाई पनि। म पनि यो ठाउँमा आएको लामो समय भइसक्यो। मैले लगभग 8-9 वर्ष भयो यहाँ प्रत्येक सालै आउँछु। मलाई एकदम राम्रो लाग्छ यो ठाउँमा आउन। पछि अप्रिलको फर्स्टतिर विशेष साकुरा फुल्ने गर्दछ र यसपालि चाहिँ अलिकति चिसो मौसमको कारणले साकुरा अलिक ढिलो फुलिरहेछ।